मलाई पोख्न अहिले मैले कसो गर्दो रहेछु तेरो बाख्राहरू चाहिँ यति दिमाग खान्छ नि साथीहरू, यति दिमाग खान्छ। यहाँ हेर्नु न यतिकै हो भएको छ। यो चाहिँ पहिला थिएन होइन साथीहरू, यो अनि के साह्रो हल्लेको क्या मलाई। मैले आज वाइफाई मारिदिएको छु नि त साथीहरू। रात हेलो साथीहरू सबैजनालाई नमस्ते स्याहार हो। आज चाहिँ म नयाँ भ्लग बनाउँदैछु साथीहरू। सबैजनाले साथ दिनु होला, सपोर्ट गरिदिनु होला। तपाईँहरूलाई कस्तो छ? मलाई चाहिँ एकदम ठिक छ होइन। आज चाहिँ म भिडियो स्टार्ट गर्दैछु साथीहरू। सबैजनाले हेरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। मलाई चाहिँ हेर्नु न यो सुँगुर कुखुरा होइन बिरालोहरूले मेरो यति दिमाग खान्छ नि साथीहरू, यति दिमाग खान्छ। यहाँ हेर्नु न यतिकै हो, यतिकै हो। उता गयो उतै, यता आयो यतै। बिरालो दुईटा छ, यतिकै यतिकै पछ्याउँछन्। अनि कुखुरा छ, अनि यहाँ सुँगुर छ। कुकुर चाहिँ कहाँ गयो? कुकुरले यतिकै पछ्याउँछ। मेरो यति दिमाग खान्छ। अब यहाँ हेर्नु ल साथीहरू। अब म चाहिँ मैले आगो फुकेको हेर्नु न, धुवा भइरहेछ। अब उता जान्छु नि, उतै पछ्याएर आउँछ। यहाँ हेर्नु है, कुखुरा त्यत्तिकै, सुँगुर त्यत्तिकै त्यत्तिकै पछ्याएको छ। कुखुराको राम्रो मेरो पानी पनि आउनु लाग्यो साथीहरू। माथि बाट यस्तो छ, पछ्याएर यहाँ आइपुग्यो। चाहिँ टोइलेट, यहाँ चाहिँ दाइको ब्याग चाहिँ अस्ति बिग्रेर यहाँ राख्नु भएको छ। यो चाहिँ पहिला थिएन होइन साथीहरू। यो पार्टी चाहिँ अस्ति हाम्रो बाबा खस्नु भएको थियो नि त। अनि बाबा खसेर चाहिँ पार्टी बनाएकै थिएन, त्यतिकै नबनाइ राखिराखेको थियो। अनि अहिले चाहिँ बाबा खस्नु भयो अस्ति वैशाखमा, हिजो अस्ति वैशाखमा 1 वर्ष ठ्याक्कै पुग्नु भयो। 1 वर्ष पुग्दाखेरि चाहिँ फेरि मेरो जेठा दाइ खस्नु भयो क्या। अनि चाहिँ सँगसँगै पार्टी बनाएको छ यहाँनिर चाहिँ। अस्ति चाहिँ थिएन होइन, यसरी बनाएको छ यहाँनिर पार्टीहरू। यहाँ हेर्नु सक्नुहुन्छ है। यो चाहिँ मेरो बाबा हुनुहुन्छ ठ्याक्कै होइन। यता चाहिँ मेरो जेठा दाइ हो। अनि के साह्रो हल्लेको क्या मलाई। अनि जेठा दाइ यहाँ चाहिँ पार्टी बनाउनु भएको छ अहिले चाहिँ होइन। अनि यता तल चाहिँ काकी यहाँ तल कोदो रोप्दै हुनुहुन्छ है। खन्दै ठाउँ बनाउँदै रोप्दै हुनुहुँदो रहेछ। यता तल हुनुहुन्छ, उफ तल हुन्छ। जुम गरेर देखाएको, हल्लेकै गर्छ हो साथी। मेरो हात गल्या गर्छ के भएको। यहाँ चाहिँ यस्तो छ, क्यामेरा पनि के भएको हो। चाहिँ पानी आइसक्यो, पानी आउँदैछ। अन्त एउटा फुच्चे चाहिँ के गर्दैछ, वाइफाई चलाउँदै उभिरहेको छ त्यहाँ। मैले आज वाइफाई मारिदिएको छु नि त साथीहरू। रात दिन क्या, रातभरि पनि सुत्दैनन्, दिउँसोभरि पनि सुत्दैनन्। अनि के फोन चलाएकै। अनि त्यही भएर मैले वाइफाई मारिदिनु बाध्य बनाउँछन् क्या। अनि यता आइज चुर्सी आइज। ऊ आयो है मेरो बिरालो। यहाँ हेर्नु है, पर ढोका खोल्दै रहेछ। आइज चुर्सी आइज यता आउँदैछ मेरो बिरालो। पर सुँगुर चाहिँ पछ्याएर यहाँ आइपुगेको छ साथीहरू मेरो। यत्तिकै कुखुरा सुँगुर बिरालो दुईटा होइन। अनि यत्तिकै यो चाहिँ यहाँ चाहिँ गोल खेल्ने ठाउँ। अहिले चाहिँ खेल्दैनन्, अब दसैँ आउनु आँट्यो। दसैँमा ठ्याक्कै गोल खेल्छन् यहाँनिर चाहिँ। अहिले चाहिँ यस्तो कुरो लाग्छ नि, यहाँ जानै हुँदैन। यही घारी भइरहेछ नि हो साथीहरू। घरमा नबसेपछि त नि
त्यही घर पनि कस्तो भइजाने रहेछ नि त। चुर्सी कहाँ गयो चुर्सी? भुन्टी पर जाए नपछ्या नि। यस्तो छ बोजूको पार्टी हो, एकजना बोजूको। हेर्नु न झार पलाएर टाकटुके यस्तो भएको छ। मेरो फुलहरू चाहिँ यहाँ यस्तो भएको छ। सबै यो अस्ति पल्लो घरको भैँसीले मेरो फुल खाइदिएर ठुटै बनाइदिया छ। यहाँनिर ठुटै बनाइदिया छ। यता यहाँनिर यस्तो बनाएको छ। यहाँ हेर्नु न, यो सुँगुरको काम हो है। मेरो फुलको हालत यस्तो बनाएको छ। सब उखेलेर उग्रै गर्छ। यहाँ चाहिँ मैले खोर्सानी, अकबरी खोर्सानी रोपिदिएको छु साथीहरू। यहाँ पनि रोपेको छु होइन। सबै भैँसीले खाएर के यस्तो बनाएको छु मैले चाहिँ। ए नगर अहिले मैले। अनि यहाँ चाहिँ मैले पनि रोपेको छु नि। यहाँ चाहिँ यो मनी प्लान्ट चाहिँ मैले अस्ति कुबेतदेखि ल्याएको है साथीहरू। यो मनी प्लान्ट यो चाहिँ अस्ति दाइकोदेखि ल्याएर बदलमा लाउनु पर्यो भनेर राखिरहेको छु। लाउनु पर्ने छ। अनि यहाँ अहिले चाहिँ हेर्नु यस्तो मजाले आएको छ। यो दामी गरी छ, पानी आइगयो। अनि यहाँनिर आएको छ। मसिनो ल्याएर रोपेको क्या। मेरो बाबाको फोटो चाहिँ यहाँ छ एउटा। यस्तो छ साथीहरू हाम्रो चाहिँ होइन। रुमहरू हेर्नै नहुने छ। रुमहरू चाहिँ म देखाउँदिनँ तपाईँहरूलाई। यो फुल के गरिस् तँलाई पोख्न? अहिले मैले कसो गर्दो रहेछु। तेरो बाख्राहरू चाहिँ तल कान्छा दाइहरूकैमा छ, आमाकोमा। अनि यहाँ चाहिँ हामी मात्रै छौँ नि त। त्यही भएर अब यो फुल खेलिदिइहालेछ, फेरि रोप्नुपर्छ। यो चकचकेनीले यत्तिकै पछ्याउँछ हो, यत्तिकै पछ्याउँछ। यहाँ चाहिँ लुगा सुकाउने ठाउँ बनाएको छौँ। अनि दाउरा राख्नुपर्छ यहाँनिर। दाउरा यस्तै छ गाउँघरको हल्लीचल्ली साथीहरू। तपाईँहरूको त रमाइलो होला, हाम्रो त यस्तै छ। घरको हालत हेर्नु न। पोहोर पनि घर छ्यापिएन, बाबा खसेर। अब यो साल पनि खै दाइ अस्ति वैशाखमा त खस्नु भएको। अब खै छ्यापिन्छ कि छ्यापिँदैन, यस्तो छ घरको हालत। 2 वर्ष घर नछ्याप्दा त फेरि कुन हालतमा हुन्छ होला घर। यस्तो छ है साथीहरू। पानी आइगयो नि साथीहरू माथि। यस्तो छ है हाम्रो गाउँ घर चाहिँ साथीहरू। रमाइलो पनि छैन अहिले त, मान्छे पनि कोही छैन नि त गाउँघरमा। अनि सबै बजारतिर, सबै विदेशतिर, सबै अहिले त घरमा एउटा घरमा 1 जना 2 जना मात्रै हुन्छ क्या। अहिले त मान्छे नै हुँदैन गाउँघरमा। अनि ट्र्याक्टर गरिरहेछ है साथीहरू, मलाई डिस्टर्ब गरिरहेछ। गोलिया सारिरहेछ ट्र्याक्टरले चाहिँ। अनि त्यस्तै छ, रमाउँदै गर्न। अनि 2 जना 1 जना मात्रै बस्छन् गाउँघरमा सबै मान्छेहरू। त्यही भएर अहिले मान्छे नै हुँदैन, थोरै हुन्छ। घरको 1 जना 2 जना, त्यहाँभन्दा धेर हुँदैन। सबै बजारतिर अलिक पैसावाल जति, बजारमा अलिक पैसा नहुने यसरी गाउँमा बस्नुपर्छ। अहिले त घरहरू सबै खाली हुन्छ। अनि सबै विदेशतिर। यहाँ चाहिँ ट्र्याक्टरले कहाँदेखि यो गोलिया सारिरहेको रहेछ। त्यस्तो छ हाम्रो चाहिँ।
गाउँघर साथीहरू अहिले त पैसा लाएर बस्छन् होइन। यहाँ गाउँघरमा बसेर कामै छैन। यसरी कोदो रोप्नुपर्छ। तल काकीले रोप्दै हुनुहुन्छ। कोदो रोप्यो बस्यो। कोदो रोपेर जाँड पकायो खायो मात्यो हिँड्यो बाज्यो जुध्यो। त्यस्तै हो गाउँघरको त। त्यस्तो छ साथीहरू। ल साथीहरू सबैजनालाई फुल भिडियो वाच गरिदिनु होला है। साथ सपोर्ट गरिदिनु होला। हेर्नु न म त आजभोलि त युट्युब पनि खासै चलाउँदिनँ हौ। अल्छी लाग्छ। अनि त्यही भएर कहिले भिडियोहरू हाल्छु। अल्छी लाग्छ भन्दा पनि काममा कुदै गर्नुपर्छ। कहिले कहाँ एक्लै घरमा भएपछि त्यस्तो छ। सबैजनालाई बाई बाई। सबैजनालाई मिस यु लभ यु। सबैजनाले फुल भिडियो वाच गरिदिनु ल।